हेलो गाइज गुड मर्निङ। म चाहिँ अहिले यति बेला पुरै अँध्यारै छ मुन। अब हामी जाँदैछौँ। अब मोटाइ धेरै ज्यान बनाउनु जानु पर्यो। हाम्रो गाउँपालिकामा चाहिँ के छ अरे योगा क्लास चलिरहेको छ। मम्मीलाई पनि देख्न गराउनु म पनि अब बाटो क्रस कति रातै छ, उज्यालो भएको छैन अझै। र अब म चाहिँ कति स्लिम हुन्छु हेरौँ है 2 दिनमा। मलाई गाली गर्दै हुनुहुन्छ। गाडी आइरहेछ। अब यो रातो रातो रे अँध्यारो, सरी रात भन्छु भन्दा जिब्रोलाई त त्यसमा निन्द्रामै छु। हामी चाहिँ यहाँ प्रहरी भेट भने पुगिसक्यौँ। के छ यहाँ? प्रहरी चौकी राप्ती 3 मसुरिया दाङ। अब म गाउँपालिकाको नजिकै आइपुगेँ। बराखुटीबाट म सूर्य पुगिसकेँ। वाह, झिलिमिली छ हाम्रो गाउँपालिकाको वरिपरि। मलाई चाहिँ खुसी लाग्यो। हेरौँ यति चाँडै उठेर अब आइहाल्छ 2 दिनसम्म। कति दिनसम्म जाँगर लाग्छ। हिजो योगाले हात खुट्टा चलाउने भने होइन, पुरै दुखेर रातिको चाँडै निधाएछु। वाह, यहाँ कोतिराम देख्या बिहान बिहान पनि। ओहो, जवान हुनुभएछ योगा गरेर। म चाहिँ कति जवान हुने होला हेरौँ है। मान्छेहरू हेर्नु जस्तो आउँदैछन्। छिटो जाउँ, छिटो ल। म चाहिँ गाउँपालिका पुगेँ। राप्ती गाउँ कार्यपालिकाको कार्यालय मसुरिया देउखुरी दाङमा यहाँहरूलाई स्वागत छ। धन्यवाद। भित्र बसियो। हामी चाहिँ पुगिसक्यौँ। नमस्कार नमस्कार नमस्कार। ल हामी चाहिँ छिरिसक्यौँ। यहाँ फोटो सेसन। अर्को खानाको कुरा तपाईँ जति योग गरेर घरको भान्सा राम्ररी पकाउनुहुन्न कि त धेरै पकाइदिनुहुन्छ कि थोरै। देशको नियम मान्ने, नियम भनेको बिहान सबेर उठेर शासन गर्ने काम, आसन भने अघि भइगयो, प्राणायाम भइरहेछ, ध्यान चाहिँ ध्यान भइगयो, अनि प्रत्याहार भनेको आफ्नो काम वासनाबाट मुक्त हुने। अर्को खाना चाहिँ मैले खाना अन्नलाई खाना भन्छ, पानीलाई खाना पर्दैन, हावालाई खाइन्छ, यो पर्दैन। सबै खाना चाहिँ
योगा क्लास सक्यो आज कति बज्यो 7 बज्यो म त राम्रै पो देखेको छु त अलि घरबाट बाई डराउनु भएको छ बेर भयो भनेर म यहाँ ल हामी बाहिर निस्किनुपर्छ घर जान्छौँ गएर घाँटी दुख्या चाहिँ घाम आइसक्यो पुरै ओहो आहा